वाह 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 CWC लिग 2 मा आज नेपालको प्रदर्शन अति उच्च थियो। हामी नेपाली हौं, हामी नेपाली झुक्ने छैन भनेको जस्तै आज त्यही भएको छ। करण केसीले आज लास्ट बलमा आफ्नो देशको नाम रोशन गर्न सकेको छ। सक्नु त सबैले सकेको छ, सबैले आफ्नो आफ्नो तरिकाबाट धेरै राम्रो खेलेको छ। अगाडि खेल्ने खेलाडीहरू भुर्तेल लगायत झाहरू, अन्य खेलाडीहरू रोहित पौडेल भयो, अन्य सबैजनाले एकदम राम्रो खेलेको छ। किन राम्रो खेलेको छ भने उहाँहरूले विकेट जोगाउन सक्नु भएको छ। विकेट जोगाएर पो आज करण केसीलाई यो अफर दिएको छ। करण केसीले यति राम्रो प्रदर्शन गरेको छ कि आज नेपालको लागि सोच्न सक्ने छैन। सोच्दा सोच्दै पनि आँसु झर्छ। यो खेल हेर्दाखेरि आँसु झर्छ, मुटु ढुक हुन्छ र सबैजनाले आज देशव्यापी रूपमा अन्य विश्व सामु करण केसीले धेरै राम्रो क्रिकेट जगतमा धेरै राम्रो प्रदर्शन गरेको छ र त्यसमा साथ दिने रिजन ढकालको हुन त उहाँको नाम पनि आएन, केही पनि आएन, मिडियामा त्यस्तो ओभर सोभर यताउति रनसन केही गतिलो गर्न त सकेन। तर उहाँको लास्ट ओभरमा हेर्नुहोस् त, मलाई चाहिँ त्यो मुमेन्टले, रिजन ढकालको त्यो मुमेन्टले अति आँसु झर्न बाध्य बनाएको छ। एउटा मेरो देशलाई जिताउँछु, मेरो देशको दर्शकलाई म चाहिँ खुसी दिन्छु, म मेरो देशको लागि डट्दिनँ, म देशको लागि लड्छु, म एउटा देशको खेलाडी हुँ भन्ने विश्वासका साथ उहाँले लास्ट जबकि करण केसीले ठाङ्ग ब्याट गर्नुभयो, रन लिनको लागि दौडेर गएर जम्प गर्नुभयो। लाइनको खेलाडीले, किपरले उहाँले चाहिँ के अरे उसको लागि स्ट्याम्प प्याडमा छुइसकेपछि उहाँ आउट भयो भन्ने निराश हुनुभयो। जबकि व्हाइट बलको सङ्केत दिइसकेपछि करण केसीले ब्याट माथि सुइँ उचाल्नुभयो। त्यसपछि आएर रिजन ढकाल दौडेर आएर करण केसीको अङ्गालोमा बाँधिदिन पुगे। त्यो मुमेन्टले यति मुटु दुख्छ कि